वेलकम ब्याक टु हङकङ दिमा भ्लगमा हजुरलाई स्वागत छ। ल आज पनि हामी चाहिँ अब चाइनाको भ्रमण चाहिँ आज पनि हामी चाहिँ चाइना यस्तो राम्रो ठाउँमा लाँदैछु तपाईँहरूलाई। हामी चाहिँ आज ब्रिजतिर जान्छ होला, ब्रिज होइन चाइनाको ब्रिजतिर हो कि छेउतिर हो। अब हामी जाँदैछौँ, वहाँ पुगेपछि हजुरलाई हामी देखाउने छु। हाम्रो भिडियो हेर्नु होला र सपोर्ट गर्नु होला है हजुरहरूले। ल अब हामी यहाँबाट चाहिँ यङलुन जान्छौँ, यङलुनबाट चाहिँ हामी B1 बस चढेर चाहिँ लोकमा चाउ जानेछौँ। ल है हेर्दै गर्नु है हजुरहरू। ल अहिले चाहिँ हामी लाइन आइसक्यो है यो यङलुनको LRTको छेउमा हो है। B1 एउटा बस गयो, अब अर्को आउँदैछ। लाइन त पुरा भिड भएको छ, अघि आउँदा त खाली भएको थियो, अहिले फेरि लाइन त पुरै फुल भयो है साथीभाइ हो। ल अहिले हामी गाडीमा बसिरहेछौँ, गाडी अलिक भिडभाड। अब हामी लाग्यौँ है लोकमा चाउतिर। गाडी मान्छेहरू आउँदैछ चढ्दैछ। यो चाहिँ हाम्रो बसबाट चाहिँ कति छ मान्छे, यो माथि चाहिँ है ओ माथि जाने। अब हामी यहाँबाट यो चाहिँ अहिले उठ्टिँदैछ, मान्छेहरू जाँदैछ। यता चाहिँ घर फर्किने छ, अब चाहिने पनि माथि है झर्दैछ। हामी देखौँ लास्टमा बसबाट उठ्यो है। अब हामी लाग्यौँ, अब बेलुकातिर यही बाटो फेरि घर फर्किन्छ होइन। ल अब लाग्यो है यहाँ उताबाट चाइनाबाट आउने यो बाटो। अब जाने चाहिँ पल्लोबाट जानुपर्छ। लोकमा चाउ स्टेसन हो यो चाहिँ। त्यही भएर यहाँ त मान्छेहरू आज सन्डे पनि मान्छे चाहिँ भिडै छ है। सन्डेको दिन चाहिँ मान्छेहरू भिड हुन्छ अरू बेला भन्दा। अनि पब्लिक होलिडेतिर पनि है त्यस्तै एकदम प्याक हुन्छ। ल कार्ड लगाएर कार्ड देखाउने होइन, स्क्यान गरेर बस्ने सजिलो छ अहिले त होइन। अहिले यस्तो छ यहाँ चाहिँ है यहाँको। अब हामी यहाँबाट पस्यौँ है, यस्तो छ। ल अब चाहिँ हामी चाइनातिर लाग्यौँ है। यो हङकङ पार भयौँ, अब यो चाहिँ चाइना जाने यस्तो छ। बुढाबुढी हिँड्दैछु। अब हामी चाहिँ हङकङ पार भएर अब चाहिँ चाइना इमिग्रेसनतिर लाग्यो। लगभग चाहिँ 12 बज्यो है अहिले चाहिँ यहाँ। ल के कस्तो लाग्छ हेर्दै गर्नु होला मान्छेहरू। ल अहिले चाहिँ हामी अब बाहिर निस्क्यौँ है, यो चाहिँ बाहिर निस्केको। अब हामी तलबाट चाहिँ LRT MTR चढ्नेछौँ है। यो चाहिँ अब हामी तल निस्केको, LRT चाहिँ यतापट्टि छ। अब हामी यहाँबाट LRT चढ्नुलाई चाहिँ जानेछौँ कि कसो। यो रेजिस्ट्रेसन गर्ने चाहिँ यता माथि परबाट जानुपर्छ है, कार रेजिस्ट्रेसन गर्ने है। ल अहिले हामी आएको चाहिँ यहाँ माथिबाट, यताबाट हामी यहाँ माथिबाट आयो है। माथिबाट ट्याक्का यताबाट MTR पनि आज भिड छ त यहाँ त। माथि त माथि अहिले बिहानै भएकोले होइन, बिहानै भन्दा नि दिउँसो भयो। अब त 12 बज्यो नि त हो त। अब हामी टिकट काट्न जान्छौँ है पर। पैसा चेन्ज गर्नु आउँदा चाहिँ यहाँ चाइना पैसा चेन्ज गर्नु पऱ्यो भने चाहिँ तपाईँहरूले पासपोर्ट बोक्नुपर्छ है अनिवार्य। पासपोर्ट बोक्यो भने मात्रै उनीहरूले पैसा चेन्ज गरिदिन्छ, नभए उयो हङकङबाट नै पैसा चेन्ज गरेर आउनु होला यहाँ आउँदाखेरि चाहिँ तपाईँहरूले है। अब हामी चाहिँ टिकट काटेर जान्छौँ। टिकट काटेर चाहिँ अब हामी आज त अलिक मान्छेहरू त भिडभाडै छ। टिकट काट्ने पनि मान्छे देखिन्छ। यो चाहिँ टिकट काटेर हौ है। अहिले यहाँ लाइनमा छ। म यहाँ चाहिँ हामी टिकट काट्छौँ, यहाँ लाइनमा छ। त्यो चाहिँ अब टिकट काट्दैछ। 8 नम्बर हो, 8 को यो भाइ। अब 2 जनाको चाहिँ 8 हो है। टिकट काट्ने 20 हालेपछि चाहिँ त्यसरी त्यहाँ हालिदिने। अनि मुनिबाट चाहिँ ट्याक्क निक्लिन्छ। खाएन हो त्यही 10 हाल्ला।
टिकट आयो अब टिकट 2 जनाको लिने पैसा फिर्ता पनि ती आउँछ ए चाहिँ अब यहाँ आउँछ है हाम्रो त्यो कार्ड अब हामीले चाहिँ लियौँ यहाँ बोकेछु मैले अब हामी यहाँबाट चाहिँ अब भित्र छिर्छौँ यहाँबाट छिर्यो है मान्छेहरू आएकै छ आज चाहिँ अब यहाँ चाहिँ चेकिङ हुन्छ सबै चेकिङ भएपछि यहाँ पनि झोलाहरू चेक गर्नुपर्छ है हामीले अब यहाँ हाम्रो झोला आउँछ है चेकिङ भएपछि चाहिँ अब हाम्रो झोला आयो अब हामी झोला आयो यसरी अब यहाँबाट हामी छिर्छौँ आज त भिडभाड छ यतैबाट हिँड अब यतै खालीतिर पस ल अब पस्यो हामी अब मेरो अब हामी यहाँबाट चाहिँ यसो मुनि जान्छौँ है यो 4 को लाइन हो 4 को लाइनबाट चाहिँ हामी मुनि झर्छौँ यसले हामी चाहिँ 4 को लाइनमा चाहिँ तल जान्छौँ 4 को लाइनबाट चाहिँ हामी अहिले 8 को लाइनमा जान्छौँ आयो अनि यहाँबाट फेरि चेन्ज गर्छौँ है यो 4 को लाइनबाट चाहिँ अब हामी चेन्ज गर्छौँ अहिले चाहिँ हामी गेटको अर्को अब हामी चाहिँ यहाँबाट माथि स्कुलेटरबाट चाहिँ हामी 8 नम्बरमा जान्छौँ यो हामी आएको यो 2-8 अस्ति नै आएको ठाउँ हो क्या यो यहाँ अस्ति नै आएको थियौँ नि हामी यहीँबाट चाहिँ अब हामी जानेछौँ अब यहाँ भित्र चाहिँ खाने ठाउँ छ भने चाहिँ हामी खान्छौँ भोक पनि लाग्यो खाना नखाइ आएको हामी होइन अब छैन भने हामी डाइरेक्ट जान्छौँ यहाँबाट चाहिँ 2 नम्बर र 8 नम्बर छ अब हामी चाहिँ जाने चाहिँ 8 नम्बर हो 2 नम्बरबाट पनि जाँदा हुन्छ तर 2बाट फेरि हामी चेन्ज गर्छौँ त्यही भएर हामी चाहिँ यहाँबाट चाहिँ डाइरेक्ट 8 नम्बरमा चाहिँ चढै जान्छौँ है ल हाम्रो भिडियो के कस्तो लाग्छ हजुरलाई हेरेर चाहिँ कमेन्ट गर्नु होला है सब्सक्राइब गर्नुभएको छैन भने हजुर सब्सक्राइब गर्नु ल है त यो 8 नम्बर 2 नम्बर यता बाहिर निक्लिने हो अब हामी यताबाट जान्छौँ 8 त्यहाँ 2-3वटा स्टेसन छ है जताबाट गए पनि हुन्छ 8 यता तल झर्ने रहेछ 2 हो उता 8 चाहिँ यताबाट यो अहिले झर्दैछ नि मान्छेहरू यहाँनिर दिएको छ नम्बर चाहिँ यसरी नम्बर यो यहाँबाट चाहिँ हामी स्कुलेटरबाट चाहिँ अब झर्छौँ यो चाहिँ 8 नम्बर आउँछ है यहाँबाट 8 नम्बर यो सिभिल सेन्टर जाने पल्लो लाइनबाट चढ्छ अहिले चाहिँ हामी यो चाहिँ पल्लो लाइन चाहिँ 2 नम्बर हो होइन पल्लो 2 हो अब यो चाहिँ 8 नम्बर हो अब हामी यसैमा जान्छौँ 8 नम्बर त्यस्तो छ यो अब हामी अझै एउटा गयो स्टेसनमा चाहिँ हाम्रो आयो ल यो चाहिँ अब हामी यसैमा चढ्छौँ आयो अलिक प्याक छ क्या
ल खाली नै रहेछ है। ल चढी बसिहाल उहाँ छ बस न ऊ त्यहाँ। अहिले चाहिँ हामी चढिसक्यो है बसेर मजाले। अहिले हामी चढ्यौँ यहाँबाट चाहिँ अब डाइरेक्ट आर्ट स्टेसन स्टेसन रहेछ है डाइरेक्ट तपाईँहरूलाई बेसी हामी देखाउने के कस्तो लाग्छ भनेर हेरेर तपाईँ लाइक सेयर सब्सक्राइब गर्नु है। हजुरहरूलाई पनि यहाँ आउनु मन छ भने सिधै यो भिडियो हेरेर पनि डाइरेक्ट आउन सक्नुहुन्छ सजिलो। अहिले चाहिँ बस्नु सँगै बस्नै ल होइन कस्तो त्यो आर्टको लागि हो हामी जाने भनेको त यहाँबाट लास्टबाट चाहिँ लास्ट हुँदैमा चाहिँ है बसिरहेछ सुतेको त्यस्तो छ। यो चाहिँ सेक्युरिटीहरू हिँडिरहेको छ है एनटिआरमा चाहिँ पर कसरी घुम्छ यो। अब हाम्रो मन्दिर आयो यो झन्डै 1 घन्टा लाग्यो होइन। 12 बजी चढ्यो 1 बजे ठ्याक्क। हामी 1 घन्टा लाग्यो 12 बजी चढेको 1 बजी आयो। के कस्तो छ देखाउँछु है त हजुरले हेर्नु होला। अब हामी यहाँबाट झऱ्यो है ल। अब यताबाट पनि छ चढ्ने ठाउँ यस्तो छ। अहिले चाहिँ हामी उठेर अब हामी माथि लाग्छौँ। अब एकदिन बाहिर निस्किन्छ हामी है। र यो अब हामी यहाँबाट माथि यस्तो दामी बनाएको चाहिँ यो चाहिँ लाइट हो कि के हो है कस्तो दामी देख्यो क्या। चाहिँ बाहिर निक्लिन अब यस्तो रहेछ। अब हामी यहाँबाट चाहिँ एक्जिट एबाट बाहिर निक्ल्यो। यहाँ चाहिँ यस्तो दामी रहेछ यता रहेछ यतापट्टि अब हामी निक्लिन्छौँ। यहाँको चाहिँ यस्तो दामी रहेछ यो है। यो चाहिँ यहाँ चाहिँ ओसन यहाँ चाहिँ अब समुद्रतिर जाने बिचतिर जाने भए पनि यस्तोहरू देखाएको छ। यहाँ समुद्रको चिन्हहरू देखाएको छ है। अब हामी यहाँबाट चाहिँ अब बाहिर निक्ल्यौँ। यो चाहिँ अब हामी यहाँ दुलोमा यसरी छिराउँछौँ त्यसपछि हामी बाहिर निक्लिन्छौँ। अब यहाँबाट हामी चाहिँ ए एक्जिटतिर लाग्छौँ। यो चाहिँ ए हो एबाट अब यतातिर लाग्यो। यहाँ लेख्छौँ ब्रिज यहाँ अब यो पछाडिपट्टि तपाईँहरूले देखिराख्नुहुन्छ। अब हामी यहाँबाट चाहिँ ए एक्जिटबाट चाहिँ हामी अब बाहिर निक्ल्यौँ। यहाँबाट बाहिर निक्लिएपछि अब हामी चाहिँ पुग्छौँ ल। अब हामी चाहिँ यहाँबाट लाग्यो यो चाहिँ एकदम लामो छ दुईवटा यसो छ। अब हामी चाहिँ बाहिर निस्क्यौँ है। हामी यहाँबाट बाहिर निस्क्यौँ। अब यहाँबाट हाम्रो गन्तव्यमा चाहिँ अहिले हामी आइपुगेछौँ है। यसबाट अब हामी फेरि देखाउँछौँ है। अब हामी बाहिर निक्ल्यौँ। यो ठ्याक्कै निक्लिने बित्तिकै ब्रिज रहेछ है यहाँ चाहिँ।